महिलाहरूमा तारन्तार पिसाब लाग्ने भएमा, खोकी लाग्दा, हाँच्यु गर्दा र भारी कामहरू गर्दा पिसाब चुहिने समस्या हुन सक्दछ। यदि यस्तो पिसाब चुहिने समस्या छ भने पिसाब फेर्ने भाग वरिपरिको मासुमा हुने समस्याको कारणले हुन सक्दछ। विभिन्न अध्ययनहरूले महिलाहरूमा देखिने पिसाब चुहिने समस्याको समाधानका लागि पिसाब फेर्ने भाग वरिपरिको मासुको व्यायाम पेल्भिक फ्लोर मसल एक्सरसाइज PFME एउटा उचित उपचार रहेको देखाएको छ। यो व्यायाम गर्नाले जीवनशैलीको गुणस्तरमा सुधार ल्याउँछ, जसले गर्दा उनलाई शारीरिक, मानसिक र सामाजिक रूपमा कार्य सम्पादन गर्न सक्ने बनाउँदछ। यो व्यायाम जुनसुकै उमेरका महिलाहरू र जुनसुकै स्थानमा गर्न सक्दछन्। पिसाब फेर्ने भाग वरिपरिको मासुको व्यायाम गर्ने तरिका। अब पिसाब फेर्ने वरिपरिको भागको मासुलाई मजाले कस्नुस्, चप्प कस्नुस्। ओके, माथि तान्नुस्, माथि तान्नुस्, तान्नुस्, तान्नुस्। अब रोक्नुस्। 1 2 3 4 5 6 7 8 9 10 खुकुलो छोड्नुस्। पिसाब फेर्ने भाग वरिपरिको मासुको व्यायाम जुनसुकै स्थान र समयमा गर्न सकिन्छ। सुतेर वा उत्तानो परेर गरिने व्यायामका आसनहरू। पिसाब फेर्ने वरिपरि भागको मासुलाई मजाले च्याप्नुस्, च्याप्नुस्। अब माथितिर तान्नुस्, तान्नुस्, अझै माथि तान्नुस्, तान्नुस्। अब रोक्नुस्। 1 2 3 4 5 6 7 8 9 10 छोड्नुस्। अब यसरी नै तपाईले यो कसरत 10 पटक दोहोर्याउनुस्। बसेर गरिने व्यायामका आसनहरू। पिसाब फेर्ने वरिपरि भागको मासुलाई मजाले च्याप्नुस्, च्याप्नुस्। अब माथितिर तान्नुस्, तान्नुस्, अझै माथि तान्नुस्, तान्नुस्। अब रोक्नुस्। 1 2 3 4 5 6 7 8 9 10 छोड्नुस्। अब यसरी नै तपाईले यो कसरत 10 पटक दोहोर्याउनुस्। उभिएर गरिने व्यायामका आसनहरू। पिसाब फेर्ने वरिपरि भागको मासुलाई मजाले च्याप्नुस्, च्याप्नुस्। अब माथितिर तान्नुस्, तान्नुस्, अझै माथि तान्नुस्, तान्नुस्। अब रोक्नुस्। 1 2 3 4 5 6 7 8 9 10 छोड्नुस्। अब यसरी नै तपाईले यो कसरत 10 पटक दोहोर्याउनुस्। हात र घुँडाले टेकेर गरिने व्यायामको आसन। पिसाब फेर्ने वरिपरि भागको मासुलाई मजाले च्याप्नुस्, च्याप्नुस्। अब माथितिर तान्नुस्, तान्नुस्, अझै माथि तान्नुस्, तान्नुस्। अब रोक्नुस्। 1 2 3 4 5 6 7 8 9 10 छोड्नुस्। अब यसरी नै तपाईले यो कसरत 10 पटक दोहोर्याउनुस्। पिसाब फेर्ने भाग वरिपरिको मासुको व्यायाम गर्नु अघि शरीरका विभिन्न भागहरू जस्तै बङ्गारा, छाती, पेट, चाक, जाँघहरूलाई सामान्य र खुकुलो बनाउनु पर्दछ। सामान्यतया खोक्दा, हाँच्यु गर्दा, भारी उचाल्दा र शारीरिक क्रियाकलापहरू गर्दा पिसाब फेर्ने भाग वरिपरिका मासु कसेर च्याप्ने र क्रियाकलाप सकेपछि छोड्दा पिसाब चुहिनबाट रोक्न सकिन्छ। पिसाब फेर्ने प्वाल, योनी र दिशा गर्ने प्वालहरूलाई एकैचोटि माथितिर कस्ने र 10 सेकेन्डसम्म कसिराखेपछि बिस्तारै खुकुलो छोड्नु पर्दछ र यो प्रक्रिया 10 पटकसम्म दोहोर्याउनु पर्दछ। यो कसरत दिनमा 3 पटकसम्म गर्न सकिन्छ।